नमस्कार, तपाईहरुलाई स्वागत छ। आज म यो जापानको विषयमा तपाईहरु यदि जापान आउन खोज्दै हुनुहुन्छ भने केही जानकारी लिएर केही भोगाई अनुभवका कुराहरु चाहिँ सुनाउँदै छु है। यदि तपाईहरु जापान आउनको लागि तयारी गर्दै हुनुहुन्छ, भाषा पढ्दै हुनुहुन्छ, नेपालको जुनसुकै ठाउँबाट भाषा पढेर जापान आउने चाहिँ तयारी गर्दै हुनुहुन्छ भने जापान आउनुभन्दा अगाडि तपाईले धेरै कुराहरुमा, धेरै विषयहरुमा चाहिँ अलिकति सोच विचार गरेर, एनालाइसिस गरेर के छ कस्तो छ भनेर थोरै मात्र पनि रिसर्च गरेर यदि तपाईहरु आउनुभयो भने तपाईहरुलाई जापानमा बस्नलाई, जापानको जीवनशैलीसँग भिज्नलाई अलिकति सहज हुन्छ। नत्र भने तपाईहरुलाई धेरै गाह्रो पर्न सक्छ। तपाईले नेपालमा जे जस्तो सोच्नुभयो त्यस्तो नहुन सक्छ जापानमा। तपाईले जसरी सोचेर आउनुभयो, जापान एउटा विकसित देश, नेपालको परिवेश र जापानको परिवेश भनेको बिल्कुलै फरक छ। तपाईले जसरी नेपालमा जीवन बिताइरहनु भएको छ त्यसरी जापानमा जापानी शैली, जापानी जीवन चाहिँ त्यसरी बितिरहेको छैन। तपाईले नेपालमा बस्दा र जापानमा आएपछिको एउटा भिन्नता भनेको ठुलो नै पाउनुहुन्छ। सबैभन्दा मुख्य कुरो एकदमै बिर्सनै नहुने, एकदमै मेहनत गर्नुपर्ने विषय भनेको तपाईहरु जापानिज भाषा हो। जापानिज भाषा तपाईहरु नेपालमा कति पढ्दै हुनुहुन्छ, N5, N4 अथवा N3 पढ्दै हुनुहुन्छ अथवा कति भाषा लेभल पढ्दै हुनुहुन्छ, त्यो सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। तपाईहरुले यदि भाषा राम्रोसँग पढ्नुभयो, राम्रो भाषा बनाउनु भयो भने तपाईलाई के हुन्छ भने जापानमा जीवनशैली, जीवनयापन गर्न चाहिँ धेरै सहज हुन्छ। जापानमा तपाई जुनसुकै भिसामा आउनु भए पनि, स्टुडेन्ट भिसामा आउनु भए पनि, वर्किङ भिसामा आउनु भए पनि, ब्याचलर भिसामा आउँदाखेरि अथवा SSW भन्छ भिसामा आउनु हुँदाखेरि पनि अथवा कुक भिसामा यदि आउनुभयो भने पनि तपाईले कम्तीमा भाषा चाहिँ पर्फेक्ट बनाएर आउनु होला। भाषा पर्फेक्ट भनेको कति भन्ने पनि क्वेसन हुन सक्छ। सामान्यतया हामीले नेपालमा N5 र N4 धेरैले पढेका हुन्छौँ। अहिले SSW भिसामा जापान आउनको लागि N4 लेभलको भाषा चाहिँ एकदमै पास गर्नुपर्ने हुन्छ। पास गरेर स्किल टेस्ट पनि पास गरेर हामी SSW भिसामा आउँछौँ। SSW भिसामा हामीले गर्दाखेरि सबैभन्दा बेस्ट चाहिँ के हुन्छ भने तपाई N3 पनि पढ्नुहोस् हैन। N3 यदि कम्प्लिट गराउनु भयो, कम्प्लिट गरेर नेपालबाटै आउनु हो भने तपाईलाई जापानमा धेरै सहज हुन्छ। तपाईलाई काममा सहज हुन्छ, जीवनयापन गर्नलाई चाहिँ सजिलो हुन्छ। त्यसैगरी अर्को गिजिन्कोको भिसामा जुन धेरै नेपालीहरू आइरहनु भएको छ, कन्सल्टेन्सीहरूले सामान्य स्तरको भाषा भए तापनि एउटा मान्छे जुन इन्टरभ्यू हुन्छ त्यो इन्टरभ्यू चाहिँ पास गराएर, घोकाएर पास गराएर एउटा यता जापानमा च्यानल मिलाएर चाहिँ उनीहरूले भिजा झारेर अनि त्यसपछि जापान पठाइदिएको हुन्छ। जापान पठाइदिएपछि त्यो ब्याचलर भिसाको धेरैको समस्या चाहिँ अहिले के आएको छ भने ब्याचलर भिसामा आएर काम नपाउने, केही समय काम पाएपछि त्यसपछि फेरि काम कन्टिन्यू नहुने, अथवा डिपेन्डेन्टको केसहरू छ भने डिपेन्डेन्ट चाहिँ ल्याउन नमिल्ने खालको हुने, अनि त्यसपछि कुनै एउटा काम चाहिँ भन्यो अर्को काममा लगाइदिने, अनि तपाईको नेपालबाट चाहिँ भिजा मात्र झारिदिने, जापान चाहिँ टेक्ने मात्र। हामी कतिपयले के सोच्छौँ भने जापान गएपछि सबै कुरा हुन्छ, सबै कुरा सहज भइहाल्छ, जापानमा नै सबै कुरा हुन्छ, कम्तीमा मलाई चाहिँ के गर्नु पर्यो, नेपालदेखि जापान चाहिँ जानु पर्यो, जापान टेक्नु पर्यो। त्यो विषय चाहिँ के हो भने धेरैले सोचेको हुन्छ। नेपालमा पनि एक किसिमको फ्रस्ट्रेसन भएर एकदमै पीडादायी अवस्थामा बसेर पनि मलाई जुनसुकै कुनै कन्ट्रीमा जानु पर्यो भन्ने हिसाबले पनि सोचिरहेको हुन सक्छ। तर के हुन्छ भने त्यो विषयहरूमा हामीले त्यसरी जानुभन्दा अगाडि धेरै कुराहरू चाहिँ विचार गर्नुपर्ने हुन्छ। म जाँदाखेरि ठिक हुन्छ कि हुँदैन, कुन कम्पनीमा कसरी जाँदा ठिक हुन्छ, कुन कन्सल्टेन्सी म्यान पावर व्यक्ति अथवा कस्तो खालको, त्यो कुराहरू चाहिँ सबै तपाईले बुझेर यदि आउनुभयो भने तपाईलाई जापानमा त्यति गाह्रो नहोला पनि। यदि तपाईहरु त्यो कुराहरू नबुझिकन, ती कुराहरू चाहिँ राम्रोसँग नहेरिकन यदि आउनुभयो भने तपाईलाई पनि के हुन सक्छ, गाह्रो पर्न सक्छ। त्यो हुनाले
तपाईँहरूलाई मेरो सल्लाह चाहिँ के छ भन्नुहुन्छ भने एकदमै भाषा लेभल एकदमै राम्रो बनाउनुहोस्। कम्तीमा तपाईँहरू N4 पास गरिसक्नु भएको छ भने N3 लेभलको भाषा चाहिँ नेपालमै पढेर आउनुहोस्। नेपालमै कम्प्लिट N3 लेभलको भाषा पढ्नुभयो भने तपाईँहरूलाई यहाँ जापानमा आएपछि जापानको दैनिक जीवनशैलीमा बोलिने बोलीचालीका भाषाहरू जस्तै ट्रेनमा बोलिने भाषाहरू, कुनै चाहिँ कम्पनीमा बोलिने भाषाहरू, आफ्नो काम गर्ने ठाउँमा बोलिने भाषाहरू, त्यो सँगसँगै तपाईँको कुनै चिजहरू यदि तपाईँ किन्न गइरहनु भएको छ भने त्यसको विषयमा पनि बोलिने भाषाहरूको विषयमा चाहिँ सामान्य ज्ञानहरू यदि भयो भने हामीलाई जापानको जीवनशैलीमा भिज्नलाई अलिकति सहज हुन्छ। यदि त्यो भाषाहरू पनि आएन भने हामीलाई के हुन्छ भने अरूको मद्दत लिनुपर्ने हुन्छ, सबै कुराहरू चाहिँ अरूलाई सोध्नुपर्ने हुन्छ। त्यो हुनाले हामी आफैलाई आफ्नो लागि काम गर्नलाई पनि धेरै गाह्रो हुन्छ। अनि अर्को कुरा के हो भने जापानमा तपाईँलाई यदि इङ्ग्लिस आउँछ भने सबै ठाउँमा इङ्ग्लिस युज हुँदैन। धेरै ठाउँमा चाहिँ जापानको धेरै ठाउँमा इङ्ग्लिसहरू युज हुँदैन, इङ्ग्लिस भाषा प्रयोग गर्दैनन्। इङ्ग्लिस भाषा आए तापनि धेरैले जापानिज भाषा मात्र बोलिरहेको हुन्छ। त्यो हुनाले यो मुख्य समस्या भनेको तपाईँको के हो? भाषाको समस्या हो। भाषा चाहिँ N3 लेभलसम्मको भाषा यदि नेपालमै पढेर आउनुभयो भने तपाईँको के हुन्छ भने यहाँ जापानमा त्यसैलाई फेरि कन्टिन्यू गरेर तपाईँले भाषा पनि पढ्दै जाने, काम गर्दै जाने र आफ्नो लेभल चाहिँ स्किल चाहिँ बढाउँदै जाने भन्ने हिसाबले यदि गर्नुभयो भने पनि तपाईँलाई धेरै सहज हुन सक्छ। सबैभन्दा एकदमै मुख्य कुरो अर्को कुरा के छ भने कुक भिजामा जुन साथीभाइहरू आउनुहुन्छ, कुक भिजामा आउनेले कतिले भाषा नै नपढिकन आएको हुन्छ। भाषा चाहिँ त्यसमा यता इमिग्रेसनले पनि भाषा हुनैपर्छ, यता जुनको रेस्टुरेन्टले पनि भाषा चाहिँ हुनैपर्छ भन्ने हिसाबले ल्याएको हुँदैन। सामान्य नेपाली भाषामै चाहिँ भए पनि अथवा थोरै इङ्ग्लिस भए पनि त्यसमा कुक भिजामा चाहिँ ल्याएको हुन्छ। कुक भिजामा धेरै आउनुको चाहिँ रिजन के हो भने डिपेन्डेन्ट ल्याउन पाइन्छ र त्यसपछि डिपेन्डेन्टले पैसा कमाइहाल्छ नि भन्ने एक किसिमको धारणा छ। त्यो हुनाले हामीले आफ्नो त्यो बाहेकको अरू चाहिँ सेक्टरमा जानु पर्यो, त्योभन्दा बाहिर जानु पर्यो भने के हुन्छ भने भाषा चाहिन्छ। कम्तीमा भाषा चाहिँ पढेर आउनुभयो भने तपाईँलाई सहज हुन्छ। त्यो हुनाले मेरो सबैलाई अनुरोध भनेको तपाईँहरू राम्रो व्यक्ति, राम्रो मेन पावर, राम्रो चाहिँ कन्सल्टेन्सी यदि छ भने त्यस्तोबाट मात्र आउनुहोला। यहाँ जापानमा तपाईँहरूलाई जसरी भयो नि छिराउने, त्यसपछि काम चाहिँ नहुने, त्यस्तो कुराहरू चाहिँ धेरै भइरहेको छ अहिले जापानमा। त्यो हुनाले तपाईँहरू आफू पनि सजग रहनुहोला। तपाईँहरू सजग भएर आफूले सर्च गरेर एनालाइसिस गरेर कुन चाहिँ गर्दा ठिक हुन्छ त्यसरी चाहिँ तपाईँ आउनु हो भने पक्कै पनि तपाईँलाई जापानमा धेरै कुराहरूको सहज हुनेछ। अनि तपाईँहरू स्टुडेन्ट भिसामा आउँदाखेरिको एक किसिमको दुःख, त्यसपछि वर्किङ भिसा र सँगसँगै अरू भिसामा आउँदाखेरिको दुःखको विषयमा पनि थोरै मात्रामा यदि तपाईँले रिसर्च गर्नुभयो भने यसमा यस्तो हुँदो रहेछ भन्ने कुराहरू चाहिँ हुन्छ। त्यो हुनाले कुनै देश जाँदै हुनुहुन्छ, जापान होस् या अथवा कुनै युरोपियन देश जाँदै हुनुहुन्छ, युएस, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड, अस्ट्रेलिया, जुनसुकै देशमा जाँदै हुनुहुन्छ भने पनि तपाईँले कम्तीमा चाहिँ त्यो ठाउँको परिवेशको जीवनशैली कस्तो छ, कसरी हुन्छ, त्यहाँ ट्रान्सपोर्टेसनको सिस्टम के छ, टाइम म्यानेजमेन्टको सिस्टम के छ, सबै कुराहरू चाहिँ अलिकति भए पनि यदि बुझेर जानुभयो, हेरेर जानुभयो भने तपाईँलाई त्यहाँ पाइलट टेक्ने बित्तिकै केही न केही चाहिँ सजिलो महसुस पक्कै हुनेछ। त्यो हुनाले आफूले रिसर्च गर्नुहोस्, भाषा पढ्नुहोस्, राम्रोसँग भाषा पढ्नुहोस्। तपाईँहरूलाई 1 वर्ष बरु एक्स्ट्रा लागे पनि तपाईँहरूले भाषा चाहिँ पढ्नुहोस्। नेपालमा भाषा पढ्नुभयो भने यहाँ आएर सजिलो हुन्छ। तपाईँहरूलाई यहाँ आएर त्यसपछि भाषा राम्रो बनाउला भन्ने चाहिँ अलिक गाह्रो नै हुन्छ है। तपाईँले बेस चाहिँ त्यतै बनाएर आउनुभयो भने यता आएपछि तपाईँहरूलाई धेरै नै सहज हुनेछ। धन्यवाद तपाईँहरूलाई। यो केही कुराहरू मैले राखेँ, तपाईँहरूलाई काम लाग्यो लागेन, यदि काम लागेको छ भने तपाईँले लाइक पनि गर्नुहोला। हस्, धन्यवाद।